देश तथा विदेशबाट हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरुमा न्यानो अभिवादन र स्वागतम। मित्रहरू, महिला लघुवित्त संस्थाले आइपिओको नतिजा प्रकाशित गरेको छ र आज म यो भिडियोमा महिला लघुवित्त संस्थाको आइपिओको नतिजा बारे र महिला लघुवित्त संस्थाको रिजल्ट कसरी हेर्ने र यसको ओपनिङ प्राइस रेन्ज कति हुन सक्छ त्यसको बारेमा चर्चा गर्नेछु। यदि तपाईं पहिलो पटक यो च्यानल हेर्दै हुनुहुन्छ र अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने शेयर र शेयर बजार सम्बन्धी यस्तै जानकारीमूलक भिडियोज हेर्नको लागि, शेयर सम्बन्धी राय सल्लाह सुझाव अन्तर्क्रिया गर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न अनुरोध गर्छु। सब्स्क्राइब बटन यस भिडियो तल रहेको छ। सब्स्क्राइब प्रेस गरिसकेपछि नजिकै रहेको बेल बटनलाई पनि थिचिदिनु होला ताकि यस च्यानलका नयाँ भिडियोज बन्नसाथ त्यसको जानकारी तपाईले प्राप्त गर्नुहुनेछ। मित्रहरू, एउटा नयाँ समाचार के प्राप्त भएको छ भने सीडीएससीले नयाँ नियम लागू गरेको छ। अब उपरान्त 3 वटा संस्थाबाट मेरो शेयर र आइपिओ इस्यु गर्ने बिक्री प्रबन्धक र आइपिओ इस्यु गर्ने संस्थाको वेबसाइटबाट मात्र आइपिओको नतिजा हेर्न सकिनेछ। यो भन्दा अगाडि शेयरसंसार.com, मेरोलगानी.com लगायत अन्य अनलाइन शेयर पोर्टलहरूबाट पनि आइपिओको नतिजा हेर्न सकिन्थ्यो भने अब उपरान्त यो 3 वटा वेबसाइटबाट मात्र हेर्न सकिन्छ, जसकारण अत्याधिक ट्राफिक हुने देखिएको छ र इस्यु म्यानेजरको वेबसाइट र कम्पनीको वेबसाइट प्राय जसो ह्याङ हुने गर्छ र महिला लघुवित्त संस्थाको केसमा आइपिओको नतिजा आइसक्दा यो 2 वटा वेबसाइट ह्याङ भएको थियो र लगानीकर्ताले नतिजा हेर्नलाई थप शास्ति भोग्नु परेको थियो भने मेरो शेयरमा ट्राफिक हाई भएर कुनै बेला चल्ने कुनै बेला नचल्ने यस्ता समस्याहरू देखिएको थियो। त्यसैगरी महिला लघुवित्त संस्थाको आइपिओ को नतिजा प्रकाशित भइसकेको छ र महिला लघुवित्त संस्थाले जम्मा 4 लाख किता 4 करोड किताको आइपिओ निष्कासन गरेको थियो माघ 30 देखि फागुन 5 2077 सम्म र जम्मा 4 लाख किता मध्ये 0.5% अर्थात् 5000 किता संस्थाको कर्मचारीहरूको लागि सुरक्षित गरेको थियो भने 5% शेयर अर्थात् 20,000 किता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेर राखिएको थियो भने उब्रेको 3,75,000 किता सर्वसाधारणको लागि आइपिओ निष्कासन भएको थियो र यो आइपिओमा इतिहासकै सबैभन्दा धेरै आवेदन परेको थियो र महिला लघुवित्त संस्थाको आइपिओमा जम्मा 15,36,682 जना भ्यालिड एप्लिकेन्टले आवेदन दिएका थिए। जम्मा 2,36,92,630 किताको लागि आवेदन परेको थियो र यो महिला लघुवित्त संस्थाको आइपिओ 63.18 गुणा ओभर सब्सक्राइब भएर गएको थियो र यो आइपिओ इस्यु म्यानेजरको प्राङ्गणमा एलोटमेन्ट गरिएको छ र जम्मा 37,500 जना भ्यालिड एप्लिकेन्टले 10 किता प्राप्त गर्नुभएको छ, त्यो पनि लटरी मार्फत र रिमेनिङ 14,79,182 जना आवेदनकर्ताको हात रित्तो भएको छ र 5,000 किता संस्थाको कर्मचारीहरूको लागि एलोट गरिएको छ भने 20,000 किता सामूहिक लगानी कोषको लागि एलोट गरिएको छ। 3,353 जना आवेदनकर्ता जसले चाहिँ 54,960 किताको लागि आवेदन गर्नुभएको थियो उहाँहरूको एप्लिकेसन रद्द गरिएको छ। यो 4 लाख किताको आइपिओ निष्कासन पश्चात कम्पनीले 4 करोड रुपियाँ सङ्कलन गर्नेछ र यो जम्मा चुक्ता पुँजीको 40% रकम रहेको छ र यो सँगै महिला लघुवित्त संस्थाको चुक्ता पुँजी 10 करोड रुपियाँ पुग्नेछ र प्रमोटर टु पब्लिक को शेयर रेसियो 60:40 हुनेछ। प्रमोटर 60 हुनेछ भने पब्लिक 40 हुनेछ। कम्पनीको कुल नाफा 159.46% वृद्धि भएको छ र दोस्रो क्वार्टरको फिस्कल इयर 77-78 को प्रतिवेदन सार्वजनिक भइसकेको छ र कम्पनीले अनअडिटेड फाइनान्शियल रिपोर्ट पब्लिस गरेको छ र कम्पनीको नेट प्रफिट 5.53 करोड रुपियाँले वृद्धि भएको छ र यो अघिल्लो आर्थिक वर्ष अर्थात् 76-77 को दोस्रो क्वार्टरको कम्पेरिजनको डाटा रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले 2.9 करोड रुपैयाँ नेट प्रफिट आर्जन गर्न सफल भएको थियो। त्यसैगरी मित्रहरू, यो आइपिओ नेपाली स्टक एक्सचेन्जमा सूचीकृत भएर शेयरको पहिलो कारोबार कति हुन सक्छ एउटा प्रश्न आउँछ। कम्पनीको आर्थिक वर्ष 2076-77 को नेटवर्थ 313.16 रहेको छ र नेपाली स्टक एक्सचेन्जको नियम अनुसार जति नेटवर्थ छ त्यो नै मिनिमम ओपनिङ शेयर प्राइस हुने गर्छ भने जति नेटवर्थ छ त्यसलाई 3 ले गुणा गरिसकेपछि जति हुन आउँछ त्यो नै म्याक्सिमम ओपनिङ प्राइस रेन्ज हुन्छ। तसर्थ महिला लघुवित्त संस्थाको केसमा
मिनिमम ओपनिङ प्राइस 313.16 हुन्छ भने म्याक्सिमम ओपनिङ प्राइस 939.48 हुन्छ र योभन्दा अगाडि जति पनि आइपिओहरू खुलेका छन् प्राय डाटा के देखिन्छ भने जति म्याक्सिमम ओपनिङ प्राइस रेन्ज छ त्योबाट नै सुरु भएको पाइएको छ। तसर्थ यो कम्पनीको ओपनिङ प्राइस पनि 939बाट नै सुरु हुने सम्भावना उच्च रहेको छ। महिला लघु वित्त संस्थाको रिजल्ट तपाईहरू मेरो शेयरको अनलाइन पोर्टलबाट हेर्न सक्नुहुन्छ मित्रहरू र मेरो शेयर लगइन गरिसकेपछि यो तलतिर जुन माई आस्पा भन्ने बटन छ त्यसमा क्लिक गरिसकेपछि एप्लिकेसन रिपोर्टमा क्लिक गर्नुहोस् र एप्लिकेसन रिपोर्टमा क्लिक गरिसकेपछि रिपोर्टमा क्लिक गर्नुपर्ने हुन्छ। महिला लघु वित्त संस्थाको जुन राइट साइडमा रिपोर्ट भन्ने बटन छ र महिला लघु वित्त संस्थाको जुन राइटतिर रिपोर्ट भन्ने अप्सन छ त्यसमा क्लिक गरिसकेपछि तपाईलाई अलर्ट भएको छ कि छैन त्यसको रिजल्ट हेर्न सक्नुहुन्छ। शेयर अलर्ट भएको अवस्थामा एलोटेड भनेर देखाउँछ भने शेयर अलर्ट नभएको अवस्थामा नट एलोटेड भनेर देखाउँछ। त्यसैगरी अहिलेको जमानामा मिडियाहरूमाथि यसरी अंकुश लाउनु राम्रो मानिदैन र बिहान 8 बजेदेखि बाँडफाँड भएको महिला लघु वित्त संस्थाको आइपिओ को नतिजा दिउँसोसम्म पनि लगानीकर्ताहरूले हेर्न पाएका छैनन् र यो सर्वसाधारणलाई सूचनाको हकबाट वञ्चित गर्नु जस्तै भएको छ र लगानीकर्ताले आइपिओ को रिजल्ट सजिलै हेर्न पाउनु लगानीकर्ताको अधिकारको कुरा हो भने अर्कोतिर व्यवस्थित प्रणाली नै नभइकन सीमित वेबसाइटहरूमा मात्र आइपिओ रिजल्ट सार्वजनिक गर्ने कुरा एकदमै गलत रहेको छ र यसले गर्दा लगानीकर्ताहरू थप आक्रोशित भएका छन्। हस्त मित्रहरू शेयर र शेयर बजार सम्बन्धी यस्तै जानकारीमूलक भिडियोज हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न अनुरोध गर्छु। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।